नमस्ते साथीहरु, आजको मिनी ब्लगमा यहाँहरुलाई स्वागत छ। आजको ब्लग मेरो अफिसमा म चाहिँ लिफ्टमा जान्छु भनेको लिफ्ट चाहिँ सेकेन्ड फ्लोरमा अड्केको थियो अनि म चाहिँ 5 फ्लोर सिडीबाट जान थाले। फाइनली म चाहिँ अफिसमा पुगिसकेर अब मैले चाबी खोल्छु र त्यसपछि मेरो भित्र इन्ट्री हुन्छ अनि अफिसमा पुरै सामान यताउता भएको छ र अफिसको यस्तो हालत भएको छ। अनि पहिला लाइट अन गरे। अब म यो सामान सेटअप गर्छु। यो चाहिँ स्टोर रुम हो, सामान यहाँ राख्नु पर्ने, तर मैडमले सबै सामान बाहिर राखेको थियो। अब म यो सामानलाई छिटो छिटो सेट गर्छु। सामान सेट गरिसकेपछि त्यसबाट यत्रो कचरा निस्कियो र त्यो कचरा एक कट्टामा हालेर म बाहिर राख्छु अनि म झाडु मार्न थाले। फाइनली जसो तसो साफ चाहिँ गरे। यत्रो कचरा निस्कियो र सामान मैले यता शिफ्ट गरिसके अनि नजिक गएर देखाउँछु। यत्रो ठुलठुलो बक्स छ, यसमा के छ यो ब्लगमा 1000 लाइक पुगेपछि म देखाउँछु र मैले अफिस साफ गरेर घर जाँदैछु। अनि गाइस, मलाई यो अफिसमा कति स्यालेरी दिन्छ माथि भने जस्तो ब्लगमा 1000 लाइक पुगेपछि सबै कुरा भन्ने छु। बाइ बाइ गाइस, मिल्ने छु अर्को ब्लगमा।